यहोशू 11 अध्याय याबिन र अरू राजाहरूको हार। यो सुनेर हासोरका राजा याबिनले मादोनका राजा याबोब, सिम्रोनका राजा, अछापको राजा, उत्तरतिर पहाडी देशका राजाहरूलाई र किन्नरेतका दक्षिणतिरको अराबाका र तराईका र पश्चिमतिर डोरको लेकका राजाहरूलाई, पूर्व र पश्चिम दुवैतिर बस्ने कनानी, पहाडी देशका एमोरी, हित्ती, परिजीहरू, यबुसीहरू र मिस्पा देशको हेर्मोन पहाडमुनि बस्ने हिब्बीहरूलाई बोलाइ पठाए। उनीहरू र उनीहरूका सारा सेना समेत समुद्रका किनारका बालुवा जतिकै प्रशस्त घोडाहरू र रथहरूका साथमा खचाखच भएर निस्केर आए। यी सब राजाहरू जम्मा भए र उनीहरूले आएर इजरायलीहरूसँग लडाईँ गर्न मेरोम नाउँका तालको नजिक सँगै छाउनी लगाए। परमप्रभुले यहोशूलाई भन्नुभयो, उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इजरायलीहरूका हातमा सुम्पिदिनेछु। तैँले उनीहरूका घोडाहरूका ढोडनसा काटिदिनु र उनीहरूका रथहरू आगोले जलाइदिनु। तब यहोशू सबै योद्धाका साथमा मेरोम नाउँको तालमा अचानक आएर उनीहरूमाथि जाइ लागे। अनि परमप्रभुले उनीहरूलाई इजरायलीहरूका हातमा सुम्पिदिनुभयो र तिनीहरूले उनीहरूलाई पराजय गरे र उनीहरूलाई ठुलो सिदोनसम्म र मिस्त्रपोत मैमसम्म र पूर्वतिर मिस्पाको मैदानसम्म खेदे र एउटा पनि जीवित नराखी तिनीहरूले उनीहरूलाई मारे। परमप्रभुले आज्ञा गर्नुभयो बमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोडाहरूका ढोडनसा काटे र उनीहरूका रथहरू आगोमा जलाइदिए। त्यसबेला यहोशूले फर्केर हासोर कब्जा गरे र त्यहाँका राजालाई तरबारले काटे, किनकि अघि हासोर ती सबै राज्यमा नाइके थियो अनि त्यहाँ भएका सबैलाई तरबारले मारे। तिनीहरूले त्यहाँका सास फेर्ने जति एउटैलाई नछोडी पूर्ण रूपले नाश गरे अनि तिनले हासोरमा आगो लगाइदिए। ती राजकीय सहरहरू र तिनका सबै राजाहरूलाई समेत यहोशूले लिए र परमप्रभुका दास मोसाले आज्ञा गरे बमोजिम सबैलाई तरबारले काटेर नाश पारे। तर यहोशूले जलाएको हासोर बाहेक डाँडाहरूमा भएका अरू कुनै सहरलाई पनि इजरायलीहरूले जलाएनन्। यी सहरहरूका सबै पशुहरू र धनमाल जति इजरायलीहरूले आफ्नै निम्ति लिए, तर मानिसहरू जति सबैलाई तिनीहरूले तरबारले काटेर नाश पारे। सास फेर्ने कुनै प्राणी बाँकी राखेनन्। जसरी परमप्रभुले आफ्ना दास मोसालाई आज्ञा गर्नुभएको थियो, त्यसरी मोसाले यहोशूलाई अराएका थिए र यहोशूले सबै पालन गरे। परमप्रभुले मोसालाई दिनुभएका सबै आज्ञाहरूमा कुनै पनि आज्ञा यहोशूले अपुरो राखेनन्। यसरी यहोशूले ती सारा भूमि अर्थात् पहाडी क्षेत्र, सारा नेगेब भनिने दक्षिण देश र गोसेनको